नमस्कार, म सुषमा मङ्गराती, धरान 17 निवासी, सेन्ट माध्यमिक विद्यालय कक्षा 9 मा अध्ययन गर्दै करिब 9 महिनादेखि क्यान्सर पीडित भएर अहिले म भक्तपुरको क्यान्सर अस्पतालमा उपचार गराइरहेको छु। डाक्टरको सल्लाहअनुसार मेरो उपचारलाई करिब 3 वर्ष लाग्ने भएकाले र मेरो उपचार हुँदाहुँदै घरमा हजुरआमा पनि बिरामी भएर 11 दिन विराटनगर लगायत आइसियुमा राखी घरमै अहिले अक्सिजन बसिरहेको अवस्था छ। यसले गर्दा मेरो उपचारमा केही समस्या आएको छ र बाबा पनि धेरै समयदेखि मेरो उपचारले गर्दा जेला मजदुर गर्न नपाएर अहिले हाम्रो आर्थिक अवस्थामा अलिकति समस्या आएको छ। त्यसैले देश तथा विदेशमा हुनुहुने अङ्कल आन्टी दादा दिदीहरूमा आफ्नो छोरी सम्झी मलाई सहयोग गर्नुहुन्छ भन्ने हार्दिक अपिल राख्छु। नमस्कार, म सुषमा